बाबु के गर्दैछौ मेरो बाबुले भेट्न आयो त मलाई हेर पाइले बिज्यो है गौरी यस्तो रातबिख यहाँ आउनु हुँदैन के यस्तो च्यानघारीमा के रे च्यानगारी तिमीले नै भने हैन भगवानको घर भनेर कसरी भयो च्यानगारी ए गौरी यस्तो रातिहरू यस्तो ठाउँमा आउनु हुँदैन क्या छाया पर्छ के हुन्छ यसरी गर्नु तिमी त कस्तो ढाँटो रहेछौ उसको पनि यहाँ नानी होला अनि भेट्न आएको नानी मेरो बाबुसँग भेट्छौ यसो म रेकर्ड गर्दैछु कसो भिडियो हान्ने बेलामा हुन्छ चाँडै बढ्छ क्या अनि ए नानी बुवा हजुर त खोइ त बाहिर त होइछन् न त खोइ बुवा हजुर चाहिँ एक बिहानै गाममा किन गइछ हो म त एउटा कुरामा छक्कै भएँ हिजो तिम्रो स्वास्नी म कहाँ आएर बरु म धर्मलाई छोडिदिन्छु तर धर्मको गौरीसँग चाहिँ बिहे गर्नु पर्यो हजुर भनेर भन्छु कुरा के हो सल्लाह भएको थियो क्या कहाँको सल्लाह भन्दा हजुर हिजो सानीमा मसँग झगडा गरी त्यही भएर त्यसले त्यस्तो भनेको हो क्या हो के धर्मलाई पनि त्यही गौरीलाई भित्राइनु रहेछ कहाँ हुनु दादा त्यस्तो कदापि पनि छैन म त यो दलदलबाट कसरी निस्किने भनेर सोचिरहेको छु लडिदिनुहोस् सर कसरी हुन्छ मलाई त यो दलदलबाट निकालिदिनु पर्यो अब तिमी निकाल्न पर्छ भन्छौ हामी त्यही निकाल्ने प्रयासमा छौँ